नमस्ते सबैजनालाई स्वागत छ फेरि पनि मेरो भिडियोमा। जति पनि नेपालबाट दुबईको लागि भिजिटमा आउँदै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो भिडियो बनाउन गइरहेको छु। अनि सबैजनाले भिडियोलाई सक्दो शेयर गर्नुहोला अनि एउटा लाइक पनि गरिदिनु होला। जतिजना नेपालबाट भिजिटको लागि दुबईमा आइसक्नु भयो उहाँ त फसिनु भयो। तपाईहरु नेपालबाट प्रोसेसिङमा हुनुहुन्छ, आउँदै हुनुहुन्छ, फेरि आउने सोचमा हुनुहुन्छ भने तपाईहरुले चाहिँ एकदमै यो भिडियोलाई निहालेर हेर्नु होला र यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। नेपालबाट दलालले भन्ने गर्छ तपाईहरुलाई भिजिटमा गएर दुबईमा पुग्ने बित्तिकै महिनाको 1 लाख 2 लाखको स्यालेरी पाउने जब दिलाइदिन्छु भनेर धेरैजना दलालहरूले तपाईहरुले खोदाइराख्नु भएको होला, बुझाइराख्नु भएको होला। कामको बारेमा यस्तो हुन्छ उस्तो हुन्छ भनेर चाहिँ धेरै सिकाइराख्नु भएको होला। तर दलालको कुरा कहिले पनि तपाईहरु विश्वास नगर्नुस्। दलालले हरेक कुरामा लोभ लालच देखाएर तपाईहरुलाई विदेशमा ल्याएर बेच्ने गर्ने गर्दछ हैन। तपाईहरुलाई चाहिँ यहाँ ल्याएर भेडा बाख्रा जस्तो एउटा रुममा उतारेर राख्नु पर्दछ। अनि वास्तवमा तपाईहरुलाई काम दिन सकेन भने त्यो दलाल तपाईहरुबाट सम्पर्क विहीन भएर तपाईहरुको पासपोर्ट समेत बोकेर भाग्ने गरेको धेरै दलालले यहाँ गरिसकेको। कुन क्याटेगोरीको मान्छे भिजिटमा आउन मिल्छ र कुन क्याटेगोरीको मान्छे चाहिँ भिजिटमा आउन मिल्दैन त्यो बारेमा म तपाईहरुलाई अलिकति चर्चा गर्नेछु। जो व्यक्तिसँग राम्रो क्वालिफिकेसन छ, जो व्यक्तिसँग राम्रो जब एक्सपिरियन्स छ, कुनै पनि ठाउँमा गएर तपाईले जब गर्नुभएको छ भने तपाई मजाले भिजिटमा आउन सक्नुहुन्छ र यहाँ आएर तपाईले सोचेको जस्तो राम्रो जब भनेको जस्तो जब मजाले पाइन्छ। जो व्यक्तिसँग चाहिँ कुनै पनि क्वालिफिकेसन छैन, तपाईसँग कुनै पनि जब एक्सपिरियन्स राम्रो छैन, कुनै ठाउँमा गएर काम गरेको छैन भने तपाई कुनै पनि हालतमा नआउनु होला भन्न चाहन्छु। किनभने तपाई यहाँ आइसकेपछि तपाई आफैले काम बुझ्नुपर्ने हुन्छ। कुनै पनि एजेन्टले तपाईलाई जब दिलाइदिन सक्दैन। उनीहरूले त एउटा माध्यम मात्रै देखाइदिने हो तपाईलाई, यो ठाउँमा जानुस् त्यो ठाउँमा जानुस् इन्टरभ्यू गर्नुस् भनेर उनीहरूलाई एजेन्टहरूले तपाईलाई त्यति मात्रै दिने हो, सिकाउने हो तपाईहरु त्यहाँ जानुस् इन्टरभ्यू गर्नुस् भन्ने मात्रै हो। तपाई आफै गएर इन्टरभ्यू गरेर तपाई आफैले इन्टरभ्यू पास गर्नुपर्ने हुन्छ। र त्यो इन्टरभ्यू पास गर्नको लागि तपाईसँग एजुकेसन राम्रो हुनुपर्छ, जब एक्सपिरियन्स हुनुपर्छ, इङ्ग्लिस राम्रो बोल्न सक्नुपर्ने हुन्छ अनि मात्रै तपाईले जब पाउन सकिन्छ। बिना इन्टरभ्यू पनि जब पाउन सकिन्छ तर त्यो चाहिँ एकदमै लो लेभलको जब हुन्छ है। यदि तपाईहरुसँग त्यो एजुकेसन त्यो लेभलको जब एक्सपिरियन्स छैन भने पनि तपाईहरु टेन्सन नगर्नुस्। दुबईबाट नेपालको लागि धेरै भ्याकेन्सीहरू हायर गरेको हुन्छ। कुनै पनि मेन पावरमा जानुस्, तपाईहरु त्यहाँ गएर बुझ्नुस्। दुबईको लागि धेरै कामदारहरू माग गरेको हुन्छ। त्यहाँ गएर तपाईहरु इन्टरभ्यू गर्नुस्, पास भयो भने मजाले आउनुस्, वर्क पर्मिटमा सिधै डाइरेक्ट कम्पनीमा आउनुस्। यसरी भिजिटमा आएर आफ्नो हुँदै नभएको पैसाहरू फसाएर तपाईहरु बेकारमा डिप्रेसनमा जाने काम आफैले नगर्नुस् भनेर भन्न चाहन्छु। कस्तो लाग्छ भिडियोलाई? अरु केही सल्लाह सुझाव छ भने कमेन्ट गर्दै गर्नुहोला। हर पल हर क्षण तपाईहरुसँगै हुन्छु।